सम्पूर्णमा नमस्कार। आज मिति 2082 साल मङ्सिर 10 गते बुधबारको दिन गोरखापत्रमा प्रकाशन भएको वस्तुगत प्रश्नोत्तर श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। सुरु गरौँ अब प्रश्न नम्बर 1बाट। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन COP30 कहिले र कहाँ सम्पन्न भयो भन्ने प्रश्न छ। यसको उत्तर सन् 2025 नोभेम्बर 10 देखि 21 सम्म ब्राजिलको बेलम भन्ने सहरमा चाहिँ यो सम्पन्न भएको हो भनेर यहाँहरूले राख्नुहोला याद। र मुख्य एजेन्डा जीवाश्म इन्धनको खपत, विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण, अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रूपान्तरण, मानव पक्ष पोषण र सामाजिक विकास तथा प्रविधि सक्षमता अभिवृद्धि र विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्रीमा सेल्सियसभित्र सीमित राख्ने प्रतिबद्धता कार्यान्वयन गर्ने भनेर यहाँ मुख्य एजेन्डाहरू रहेका छन्। हजुरहरूले एजेन्डाहरू चाहिँ पढ्नुहोला है त। अब नेपालद्वारा सम्मेलनमा सगरमाथा संवादको निष्कर्षका साथै जलवायुजन्य हानि नोक्सानीको कार्बन वित्त, पेरिस सम्झौताको धारा 6 सम्बन्धी एजेन्डा लगायत विषयमा प्रस्तुत गरिएको भनेर चाहिँ यहाँ छापिएको छ। अब नेपालले COP30 को पूर्व सन्ध्यामा यही कार्तिक 20 गते र 21 गते लिडर समिटको आयोजना गरेको रहेछ। पहिलो COP सम्मेलन COP1 सन् 1995 मार्च 28मा भएको हो भने मार्च 28 देखि अप्रिल 7 सम्म जर्मनीको बर्लिनमा सम्पन्न भएको हो। यहाँहरूले त्यो याद गर्नुहोला। COP29 अजरबैजानको राजधानी बाकु सहरमा 2024 नोभेम्बर 11 देखि 22 सम्पन्न भएको थियो है त। अब लागौँ प्रश्न नम्बर 2 तिर। प्रश्न नम्बर 2 छ G20 शिखर सम्मेलन 2025 कहाँ सम्पन्न भयो भन्ने प्रश्न रहेको छ। उत्तर दक्षिण अफ्रिकामा G20 को शिखर सम्मेलन सम्पन्न भएको रहेछ। मिति सन् 2025 नोभेम्बर 22 देखि 23मा अफ्रिकामा पहिलो पटक G20 सम्मेलन आयोजना भएको हो भनेर यहाँ लेखिएको छ। सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका छन्। G20मा चाहिँ उहाँले बहिष्कार गर्नुभएको छ। उहाँ अमेरिका पनि G20 देशभित्रै पर्ने गर्दछ। G20 शिखर सम्मेलनको घोषणापत्र पारित भएको छ र जलवायु, ऊर्जा, ऋण, स्थिरता, खनिज सम्झौता लगायतको विषयमा घोषणापत्र समेटिएको रहेछ। घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा न्यायपूर्ण शान्तिका लागि संयुक्त आह्वान समावेश गरिएको छ। सरकारले मुख्य सचिवमा कसलाई नियुक्त गर्यो भन्ने प्रश्न छ। उत्तर सुमन राज अर्याललाई नयाँ नेपाल सरकारले मुख्य सचिवको रूपमा नियुक्त गरिनु भएको रहेछ। विक्रम सम्वत 2082 मङ्सिर 8 गतेको प्रधानमन्त्री तथा मन्त्री परिषद बैठकले मङ्सिर 10 गतेदेखि लागू हुने गरी अर्याललाई 29औं मुख्य सचिवको रूपमा नियुक्त गरेको रहेछ। 58 वर्षीय उमेद हदका कारण मुख्य सचिव एक नारायण अर्याल मङ्सिर 9 गतेबाट अनिवार्य अवकाशमा जानुपर्ने भएका कारणले गर्दाखेरि नयाँ मुख्य सचिव नियुक्त गरिएको हो। अब लागौँ प्रश्न नम्बर 4। सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ। राष्ट्रिय योजना आयोग अन्तर्गत यो राष्ट्रिय अनुसन्धान तथा कृषि विकास परिषद स्थापना गर्ने निर्णय गरिएको छ। प्रश्न नम्बर 5। विश्व शौचालय दिवस कहिले मनाइन्छ। उत्तर नोभेम्बर 19मा विश्व शौचालय दिवस मनाइन्छ। 2025 को नारा के थियो भने सेनिटेसन इन अ चेन्जिङ वर्ल्ड भन्ने चाहिँ 2025 को नारा रहेछ। विश्वका सबै नागरिकलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने दृष्टिले विश्व शौचालय दिवस मनाउन थालिएको हो भनेर यहाँ छापिएको छ। नेपाल विक्रम सम्वत 2076 असोज 13 गते खुल्ला दिशामुक्त देश घोषणा भएको हो। दक्षिण एसियामै पहिलो भएको हो है त। नेपाल विक्रम सम्वत 2076 साल असोज 13 गते खुल्ला दिशा मुक्त देश घोषणा भएको हो। हेर्नुहोस् त साथीहरू, नेपाल चाहिँ नि खुल्ला दिशा मुक्त घोषणा हुनेमा चाहिँ दक्षिण एसियामा पहिलो रहेछ। नेपालको पहिलो खुल्ला दिशा मुक्त घोषित जिल्ला कास्की जिल्ला 2068 असार 10 गते तथा सबैभन्दा पछिल्लो अर्थात् 77औं जिल्ला
भोजपुर हो जुन 2076 असोज 4 गते भएको हो। अब लागौँ हामी अर्को प्रश्नतिर। प्रश्न नम्बर 6, कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जीका सेवी सम्मान 2082 कसलाई प्रदान गरियो भनेर यहाँ प्रश्न राखिएको छ। उत्तर विजय यादव निर्पिजलाई चाहिँ यो प्रदान गरिएको रहेछ। अब लगौँ हामी अर्को प्रश्नतिर। प्रश्न नम्बर 7, वेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ भनी प्रश्न लेखिएको छ। उत्तर 432 मेगावाट रहेको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा विक्रम सम्वत 2082 साल मङ्सिर 3 गते बसेको बैठकको 4 ठुला जलविद्युत परियोजना वेतन कर्णाली जलविद्युत परियोजना, तल्लो अरुण जलविद्युत परियोजना, अरुण जलविद्युत परियोजना र पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजनाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरिएको रहेछ। अर्ध जलाशययुक्त वेतन कर्णाली जलविद्युत आयोजनाको 93 अर्ब 40 करोड 76 लाख र 36,000 रुपियाँ लागत स्वीकृत गरिएको छ नेपाल सरकारद्वारा। 662 मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको उत्पादन अनुमति पत्रको मस्यौदा स्वीकृत भएको छ। बैठकले 900 मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजना प्रत्यक्ष सम्झौताको मस्यौदा स्वीकृतिका लागि मन्त्री परिषदमा पेश गरिने निर्णय गरिएको छ। 800 मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त भन्नाले ड्याम भएको जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति पत्रको म्याद थप गर्ने निर्णय गरिएको हो। नम्बर 8, एभोकाडोको राजधानीका रूपमा घोषणा गरिएको स्थान कुन हो भन्ने यहाँ प्रश्न छ। उत्तर धनकुटा रहेछ जुन विक्रम सम्वत 2075 सालमा एभोकाडोको राजधानीका रूपमा घोषणा गरिएको हो। प्रश्न नम्बर 9, नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्र सङ्घका महासचिव कुन हुन् भनेर यहाँ प्रश्न सोधिएको छ। कोफी अन्नान र ड्याङ ह्यामरसोल्ड चाहिने के भयो त भन्दाखेरि नोबेल पुरस्कारबाट सम्मानित हुनुहुने महासचिव हुन् संयुक्त राष्ट्र सङ्घका है। यो हजुरले याद राख्नुहोला। प्रश्न नम्बर 10, राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ भनेर यहाँ प्रश्न गरिएको छ। उत्तर हो मङ्सिर 1 गते। हरेक वर्षको मङ्सिर 1 गतेका दिन राष्ट्रिय कफी दिवस मनाउने गरिन्छ। 2082 21औं को नारा चाहिँ के थियो भन्दाखेरि कफी खेती गरौँ स्वरोजगार बनाऊ भन्ने 2082 को मङ्सिर 1 गते मनाइएको राष्ट्रिय कफी दिवसको नारा थियो। नेपालमा विक्रम सम्वत 2062बाट कफी दिवस मनाउन सुरु गरिएको रहेछ। विश्व कफी दिवस अक्टोबर 1 मा मनाइने गरिन्छ। याद राख्नुहोला, विश्वमा कफी दिवस अक्टोबर 1 मा र नेपालमा मङ्सिर 1 मा मनाइने गरिन्छ। कफीमा पाइने तत्त्व भनेको क्याफिन हो र कफीको घर भनेर इथियोपियालाई चिनिन्छ भने कफीका लागि प्रसिद्ध जिल्ला नेपालमा गुल्मी पर्दछ। नोट गर्नुहोला, कफीका लागि प्रसिद्ध जिल्ला नेपालमा गुल्मी हो। कफीको घर भनेर इथियोपिया देशलाई चिनिन्छ भने कफीमा पाइने तत्त्व क्याफिन हो। अब लागौँ हामी अर्को प्रश्नतिर। अब जान्छौँ हामी नयाँ प्रश्नतिर जुन माथि छ। यहाँ थप लेखिएको छ, विश्वमा सबैभन्दा बढी कफी उत्पादन हुने देश ब्राजिल हो। अब लागौँ हामी प्रश्न नम्बर 11 मा। हाल देशका कति स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको रहेछ? नेपालको 753वटा जम्मा स्थानीय तह हुन्। त्यो सबै 753वटा स्थानीय तहमै नेपालमा बैङ्किङ सुविधा पुगेको छ। यसको मतलब हुन्छ हरेक नगरपालिका, गाउँपालिका, उपमहानगरपालिकामा बैङ्किङ सेवा पुगेको छ भन्ने सूची हो यो चाहिँ है त। अब लागौँ हामी प्रश्न नम्बर 12। विश्व बैङ्कद्वारा सन् 2025 अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् 2025 मा दक्षिण एसियाको आर्थिक वृद्धि दर कति हुने अनुमान गरिएको छ? सन् 2025 मा दक्षिण एसियाको आर्थिक वृद्धि दर 5.8%, सन् 2026 मा भने सो वृद्धि दर 6.1% पुग्ने अनुमान गरिएको छ है त। अब लागौँ फेरि प्रश्न नम्बर 13 तिर। प्रथम दृष्टिविहीन महिला T20 कप विश्वकप प्रतियोगितामा नेपालले कुन स्थान हासिल गरेको थियो? हेर्नुहोस् साथीहरू, दृष्टिविहीन महिलाको T20 विश्वकप प्रतियोगिता नेपालले कुन स्थान हासिल गरेको थियो भन्दाखेरि नेपालले दोस्रो स्थान हासिल गरेको थियो, जसमा विजेता भारत रहेछ, उपविजेता नेपाल रहेछ र आयोजक राष्ट्र भारत र श्रीलङ्का रहेछन्। खेल सञ्चालन सन् 2025 नोभेम्बर 11 देखि 23 सम्म भएको थियो। सहभागी राष्ट्र नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया, अमेरिका। राउन्ड रोबिन लिगको आधारमा
भएको खेलमा नेपालले श्रीलङ्कालाई 9 विकेटले, अस्ट्रेलियालाई 8 विकेटले तथा पाकिस्तान र अमेरिकालाई 10-10 विकेटका साथ पराजित गरेको थियो। नेपालकी विनिता पुनले पाकिस्तान विरुद्ध खेलमा 107 रनको उपाधि खेलेकी थिइन्। अब लागौँ हामी प्रश्न नम्बर 14। पर्यटनका लागि साहित्य गोरखापत्र साहित्य सम्मेलन कहिले र कहाँ सम्पन्न भयो भनेर यहाँ प्रश्न राखिएको छ। उत्तर हो विक्रम सम्वत 2082 मङ्सिर 5 देखि 6 गतेसम्म सैलुङको दोलखा जिल्लाको सैलुङ भन्ने स्थानमा यो सम्पन्न भएको हो। गोरखापत्र संस्थानद्वारा आयोजित सो सम्मेलन समुद्र सतहदेखि 3500 मिटर उचाइको धार्मिक एवं पर्यटकीय स्थल सैलुङमा कविता वाचनसहित सम्पन्न भएको हो। यो सो सम्मेलन गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर एरीले अबको पत्रकारिताले समय सापेक्ष जनजीवनलाई जोड्नुपर्ने साथै साहित्य विकासमा ऐतिहासिक महत्त्वका स्थललाई विकसित हुने वातावरण सिर्जना हुनुपर्ने बताउनु भएको थियो भनेर यहाँ लेखिएको छ। यो हजुरहरूले पढ्नुहोला। अब जाउँ हामी प्रश्न नम्बर 15। 98औं ओस्कर अवार्ड 2026 का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो? साथीहरू, ओस्कर अवार्डका लागि नेपालबाट पनि एउटा चलचित्र छनौट भइएको छ। चलचित्रको नाम हो एन्जिला। एन्जिला नामक चलचित्र 98औं ओस्कर अवार्ड सन् 2026 मार्च 15 अमेरिकाको लस एन्जलस स्थित डल्बी थिएटरमा आयोजना हुने भएको छ, जसमा चाहिँ नेपाली एन्जिला चलचित्र समावेश भएको छ। सायद ओस्कर अवार्ड पाउन सक्ने सम्भावना पनि छ। अब हेरौँ के हुन्छ। मिलन चाम्स निर्देशित चलचित्र एन्जिला राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बाप्पो सुब्बाको वास्तविक जीवन कथामा आधारित रहेको रहेछ। 97औं ओस्कर अवार्डका लागि साम्बाला चलचित्र छनौट भएको थियो। यो 98औं को लागि कुन हुन्छ है त? साम्बाला भन्नाले यो चीनको सायद चीन तिब्बततिर एउटा रहेको एउटा धार्मिक स्थल हो जुन एकदमै रहस्यमय छ भनेर चाहिँ अब हामीले सुन्नमा आएको छ। यो कल्की फिल्ममा पनि साम्बाला भन्ने सहरको चर्चा गरिएको छ। अब लगौँ हामी प्रश्न नम्बर 16। नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स एआई नीति 2082 कहिले स्वीकृत गरेको हो? नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स एआई नीति 2082 साउन 26 गते नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स नीति स्वीकृत गरेको हो। प्रश्न नम्बर 17। प्रश्न नम्बर 17। UEFA वुमेन्स युरो 2025 को उपाधि कसले जित्यो? इङ्ल्यान्डले, उपविजेता स्पेन रहेछ। 18 नम्बर। आर्थिक वर्ष 81-82 को बजेटमा सबैभन्दा बढी खर्च गर्ने प्रदेश कुन हो? उत्तर हो कोशी प्रदेश जुन 77.26% सबैभन्दा बढी बजेट खर्च गर्ने प्रदेश रहेछ। बजेट खर्च पनि गर्न सकिरहेको छैन हाम्रो नेपालको अवस्था कठै बरिलैले भन्न मन लागेर आउँछ मलाई बेला बेला। प्रश्न नम्बर 19। मिस युनिभर्स 2025 को उपाधि चुम्ने सुन्दरी को हुन् भनेर प्रश्न राखिएको छ। उत्तरमा फतिमा बोस मेक्सिकोबाट चाहिँ उहाँले जित्नु भएको छ। संस्करण 2074 हो भने आयोजना चाहिँ थाइल्यान्डमा भएको हो। विजेता फतिमा बोस मेक्सिकोको हुन्। अब प्रश्न नम्बर 20। प्रश्न नम्बर 20 मा पहलवान सिंह स्वर नेपाल भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव 2082 कहिले सम्पन्न भयो भन्ने यहाँ प्रश्न छ। उत्तर 2082 24 गतेदेखि 25 गतेसम्म धनगढीमा, कैलाली जिल्लाको धनगढीमा समावेश भएको रहेछ प्रादेशिक कविता महोत्सव है त। 21 नम्बरमा रुस र युक्रेन बीच युद्ध अन्त्य गर्ने सम्बन्धी 28 बुँदे शान्ति योजनाको मस्यौदा कहिले सार्वजनिक गरियो? सन् 2025 नोभेम्बरमा रुस र युक्रेन बीच युद्ध अन्त्य गर्ने एउटा मस्यौदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ सर्वप्रथम सार्वजनिक गर्नुभएको हो। अमेरिकाद्वारा युद्ध अन्त्य गराउन विशेष पहल गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित 28 बुँदे शान्ति योजना मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुट प्रदान गर्नुपर्ने प्रावधान जनाइएको छ। शान्ति योजनाका 5 बुँदा रुसलाई पुनः G8 फर्काइने, रुसमाथि लगाइएका विभिन्न प्रतिबन्ध चरणबद्ध रूपमा हटाइने, रुसले छिमेकी मुलुकमा आक्रमण नगर्ने, उत्तर एट्लान्टिक सन्धिको सङ्गठन नेटोले थप विस्तार नगर्ने भनेर यहाँ विभिन्न प्रावधानहरू छन्। यो चाहिँ हजुरले पढ्नुहोला। र यहाँको आजको प्रस्तुतकर्ता हुनुहुने रहेछ टङ्क केसी। उहाँलाई चाहिँ हार्दिक धन्यवाद। र यति राम्रो गोर्खापत्रको उहाँले जीके सम्बन्धी भिडियोहरू प्रकाशनहरू उहाँले राख्नुहुन्छ। उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आजको लागि यति नै। नमस्कार। जय देश, जय राष्ट्र।